तपाईहरुलाई स्वागत छ। म चाहिँ नुहाइधुवाइ गरेर सकिसकेको छु अनि चाहिँ म चाहिँ अघि नै उठेर झाडु पोछा गरिसकेर अनि नुहाइधुवाइ पनि गरिसकेको छु। आज चाहिँ के रहेको छ भन्दा आज चाहिँ विजय दशमी रहेको छ, त्यही भएर छिटो उठेर तयारी गर्नु पर्यो नि त। अनि त्यसपछि अनि टिको लाउने बेलामा अनि टिको त ढिलै छ न त, त्यही पनि अब धेरै भेराइटी पकाउनु पर्छ नि त। अनि त्यही भएर चाहिँ म चाहिँ छिटै उठेर नुहाइधुवाइ गरेर अनि त्यसपछि म चाहिँ लसुन पकाउन लागेको छु। लसुन अनि अदुवा चाहिँ भुट्नुपर्छ हाम्रोमा, त्यही भएर चाहिँ अनि म के आलु बसालेर पनि पाकेर पनि निकालिसकेको छु। अनि अब चाहिँ म चाहिँ यो बोडीको गेडा सिटी लगाउँछु अनि लसुन अदुवा चाहिँ मैले बनाइसकेको छु। साथीहरू म यो आलुलाई चाहिँ खुसाउनु पर्यो अचारको लागि, अनि चाहिँ अलि धेरै पाकेछ कि क्या हो। अनि त्यसपछि मैले चाहिँ अनि पनिरको लागि भ्यातल चाहिँ कुकरमा अलरेडी बसालिसकेको छु। अनि अब म यो आलु फुकाउँछु। आज चाहिँ आलु र काँक्राको अचार बनाउँदै भन्दै हुनुहुन्थ्यो, अनि म चाहिँ त्यो बनाउँछु। अनि म चाहिँ एक्लै नै छु किचनमा, अनि माथि चाहिँ मम्मीले पूजा गर्दै हुनुहुन्छ, त्यही भएर मम्मी चाहिँ देख्नु भएको छैन। म चाहिँ अहिले देखाउँछु तपाईँहरूलाई चाहिँ। अनि म आज चाहिँ तपाईँले चाहिँ मलाई नौलो ठाउँमा देख्दै हुनुहुन्छ। अनि हामीहरू चाहिँ बागलुङ घर आइसकेको छौँ। अनि मैले चाहिँ तपाईँहरूलाई चाहिँ त्यो आएको भिडियो चाहिँ देखाइनँ, किनभने नानीसँग अलि गाह्रो भयो, त्यही भएर चाहिँ मैले तपाईँहरूलाई देखाउनु पाइनँ। अनि सिधै आज चाहिँ म आज बडा दसैँको दिन चाहिँ मैले तपाईँहरूलाई चाहिँ देखाएको छु म के कस्तो गर्छु, आज म के पकाउँछु भनेर। अनि कस्तो हुन्छ हाम्रो टिका। अनि म अहिले बिहानको बजिसकेको छ 6:30। म चाहिँ के गरेँ त मैले भन्दा मैले चाहिँ आलु अलरेडी निकालिसकेको छ, अघि नै देख्नु भइसकेको छ। अनि लसुन र अदुवा चाहिँ भुटेर रेडी पारिसकेको छु। अनि यो कुकरमा चाहिँ रहेको छ त, अनि यसमा चाहिँ रहेको छ बोडीको गेडा। अनि त्यसपछि यति नै गरेको छु मैले चाहिँ। म चाहिँ बिस्तारै पकाउँछु सबै कुरा। अनि आज बिहान चाहिँ पानी परिरहेको थियो, अनि अहिले चाहिँ अलि मौसम राम्रो छ। तपाईँलाई कस्तो यस्तो देखिन्छ हाम्रो घरबाट चाहिँ मौसम अहिले चाहिँ जोस राम्रै छ। हेलो गाइस, यस हेलो म फेरि पनि ब्याक भएको छु साथीहरू। मैले चाहिँ के पकाएँ म चाहिँ तपाईँहरूलाई देखाउँछु। अब यो चाहिँ रहेको छ हाम्रो चिकन, अनि यो चाहिँ हाम्रो रहेको छ मटन, अनि यो चाहिँ रहेको छ गेडागुडी बोडीको गेडा, अनि यो चाहिँ रहेको छ पनिर। अन्त अब यो चाहिँ अचारको लागि तयारी हुँदैछ। अनि यो चाहिँ काजु आलमन्डहरू चाहिँ पुलाउको लागि। अनि त्यसपछि म सबै भनेपछि फेरि देखाउँछु गाइस। दिदी बाबा कपा दिनुहोस् भन छिटो। कति दियो? 3 टिफिन कति भयो? यो भयो 2 भयो। ल भयो के गर्नुहुन्छ? बत्ती विजयादशमीको शुभकामना भगवान् नारायणले च्यारिनुहोस्। ओम नमो भगवते नानीलाई नानी चलाइदे ए ले 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 दिनको भन्दै अलि त कोइले काट्ने हो कि आजले काट्ने हो? जमा हामीहरू रेडी हुनु लाउँछु। लाउनु सक्नु हामीहरू रेडी हुन्छौँ अनि फेरि भेट्छौँ। हामीहरू रेडी भइसकेको छ। यो रहेको छ मेरो लुक्स, अनि यो रहेको छ मेरो छोरीलाई माला।
हेलो अनि अरू आऊ न विजयादशमीको शुभकामना सबैलाई हेलो ह्याप्पी दसैँ एभ्रिवान नानी बाबालाई पनि देखाइदिउँ ल भन्नुहोस् के भन्न चाहनुहुन्छ विजयादशमीको शुभकामना भगवती माताले सबैको कल्याण गरून् रक्षा गरून् सधैँ राम्रो होस् सबैलाई विजयादशमीको धेरै मङ्गलमय शुभकामना छ जयन्ती मङ्गला काली भद्रकाली कपाली दुर्गा क्षमा शिवरात्रि स्वाहा सुधा नमस्ते सबलाई सबै विदेश स्वदेश विदेश भएका सबैलाई विजयादशमीको लाखौँ लाख हजारौँ करोडौँ शुभकामना छ मेरो तर्फबाट ल हस्त धन्यवाद ल तपाईँ दसैँ ल यो चाहिँ हाम्रो सानो पुन्टे आबु आबु हाई हामीहरू बाग्लुङको घर हाम्रो बाग्लुङको घरमा टिका लाउने कार्यक्रम हुँदैछ अहिले अब हामी टिका लाउने कार्यक्रम 11:53 छ अब 11:53 हामीले सबभन्दा सुरुमा बिहा मेरो नातिनीलाई लगाइदिन्छु अनि हामीले लाउँछु अनि बाहिर लानु जान्छु अनि हामी फेरि देखाउँछौँ के हुन्छ हाम्रो टिका लाउने कार्यक्रम सुरु हुँदैछ बाबाले लाउँदै हुनुहुन्छ चाप्याको टन तिर्पन्न भयो अलि यता हुनु अगाडि जानु साबु लौ 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 जमरा जमरा वाउ आब्या कति धेरै पैसी दुईटा आएको पनि यो ह्यान्ड पनि के लगाइदिनु भयो भने चाहिँ बाउ उनीहरूलाई सानो मान्छे ए सानो मान्छे कति धेरै पैसा भएको है सानो मान्छेको लगाइदिनु पहिला यो जयन्ती अजले पनि खायो है नरिवल खाने नरिवल पनि खाऊ न यसले टिका लागेर सकिसक्यौँ अब हामीहरू फोटो खिच्छौँ यो रहेको छ मेरो छोरीको आउटफिट उहाँ आमा छोरा डिस्कस गर्दै हुनुहुन्छ छोरा चाहिँ आमा नातिनी म बुहारी अनि हाम्रो बाबा चाहिँ माथि माथि हुनुहुन्छ उहाँहरू चाहिँ जाँदैछौँ कमलाठुल मम्मीकोमा टिका लगाउन यहाँ हुनुहुन्छ सबैजना अलिपुर माथि लालीवास चोक मास्कोटोलमा दिदी छ टिका लाउने त अनि फेरि आउने अनि तल आवर रोडमा टिका लाउनु जाने त अनि एक दुई ठाउँमा जाने अनि दसैँ गयो आयो दसैँ आउनु त आयो दसैँ पनि गइसक्यो ल सुन्नुभयो नि कुरा यस्तै हो पहिला अब त नियम पालन गर्नुपर्छ सबैले हो
हाँसी खुसी ह्याप्पी दसैँ। मम्मी अघि अघि मटक मटक गर्दैन हामीहरू यता हामी चाहिँ हिँड्दैछौँ बाटो चाहिँ यस्तो छ के लाग्यो ए अब हामीहरू कमला ठुलमम्मीकोमा जाँदैछौँ मम्मी पछि पछि यो रहेको छ हाम्रो कमला ठुलमम्मीको घर अब जान्छ हाम्रो बहिनी ठुलमम्मी इच्छा छ पूर्ण गरिदियो दुर्गा माताले भगवानहरू सबै हुन गरिदिएको शरीरेण मनसा च निराधीनं पूजयेत् नर्थिनमास त्वं जीव शरदहं सदां मन्त्रता सुफला सन्तु पूर्ण सन्तु मन सन्तुर्णा बुद्धिना सत्य मित्राणा बच्चायो कल्याण नारायण नारायण यो चाहिँ हाम्रो माइती घरमा चाहिँ ड्याडी ल बसौँ हामीहरू बाहेक त नि